बाटो हिँड्दैछु तपाईँलाई क्यामेरा किन्ने उत्प्रेरणा गर्ने सायद म हुँ क्या मुकुन्दे छ मुकुन्दे बोल्छ यही क्यामेराको घरमा साख्नी पाल्छु भनेर किन आयो तपाईँले अहिले मुकुन्देको ठाउँमा यस्तो धेरै मुकुन्दे जन्मेर झन् जोस चढाएको छ तपाईँलाई तर तपाईँले यो पेसामा जो आउनु भयो नि मुकुन्देलाई खिच्न मुकुन्देहरूलाई खिच्न भनेर आउनु भएको हो नयाँ मुकुन्दे जन्मेपछि पुरानो मुकुन्दे छायामा पर्यो भन्छन् नि दरबन्दी छ अघि भने मैले दरबन्दी छैन क्या ऋषिता मलाई एउटै हुन्छ मुकुन्दे एउटै हुन्छ प्रचण्ड एउटै हुन्छ विप्लवले बन्न खोज्दा भागाभाग भयो पर्सेन्ट अङ्क ताग्नुहुन्छ आफूलाई है औकात लिजेन्ड त भयो नि त म उनी लिडर मात्रै हो म फिलोसोफर हो तिमीहरू चाहिँ ऋषि धमालाको लाइनमा छौ क्या यति हो कुरा गर्दै नगर्नु उसलाई नमस्ते नगरी भात खाएको पच्दैन क्या त्यो मुकुन्दजी आम नेपाली नागरिकले जान्नु पर्ने मुकुन्देको फिलोसफी के हो एउटा भन्नुहोस् त यसरी तँलाई उत्तर दिएर म पास हुनु छैन भाइ होइन राम्रोसँग शक्ति सोध्नेलाई बल्ल बताउँछु अनि यत्रो तपाईँ तँलाई भन्नुभयो फेरि यत्रो मान्छे कति वर्षको भयो त गन्दै गन्दिनँ म नचिनिकन बोल्छ उसले चिने होला म सिनियर मान्छे हुँ इन्जिनियर हुँ तपाईँलाई यही मिडियाले त पपुलर बनाएको मुकुन्दे भनेर चिनाएको त होइन त अघि भनिहालेँ तिमीले क्यामेरा किन्न एउटा क्याटलिस्ट म हुँ के मिडिया त अब प्रयोग हुन्छ नि बुद्धिको वरिपरि दर्शनको वरिपरि पोलिटिक्स भन्छ पोलिटिक्स पार्टी गठन हुन्छ पार्टीका कार्यकर्ता ढुङ्गा हान्छन् तिमीहरू खिच्छौ अनि साट्नी पाल्छौ के दर्शन त धेरै स्टेप माथि हो नि त बिहे नगरेकालाई नि क्यामेरा बोकेर हिँडेका छन् तिनले को पाल्लान् त्यही धुनमा होला नि भनौँ न यो चाहिँ अराजकताको पराकाष्ठा हुन्छ होइन अब खिचेर के हुन्छ थाहा छैन भाइरल हुन्छ हुँदैन हुँदैन